अब साथीहरू तपाईले नेपालबाट फिफा वर्ल्ड कप 2026 को लाइभ आफ्नै मोबाइलबाट हेर्नको लागि तपाईले डिजियो एपको सब्सक्रिप्सन लिनको लागि सबभन्दा पहिला तपाईले आफ्नो मोबाइलको क्रोम ब्राउजरलाई ओपन गर्नुहोला। यसरी क्रोम ब्राउजरलाई ओपन गरिसकेपछि यहाँ सर्चमा क्लिक गर्नुहोला। अब साथीहरू मैले जे सर्च गरिरहेको छु तपाईले त्यही सर्च गर्नुहोला। यहाँ तपाईले watchdgo.com यहाँ सर्च गर्नुहोला। तपाईले watchdgo.com यहाँ सर्च गर्नुहोला। हुन्छ भने साथीहरू मैले यो वेबसाइटको लिंक यो भिडियोको डिस्क्रिप्सन बक्समा हाल्दैछु, त्यहाँबाट तपाईले डाइरेक्ट पुग्न सक्नुहुन्छ। अब एउटा एड आउँछ त्यसलाई तपाईले क्रस गरिदिनु होला र त्यसपछि तपाईले डाइरेक्टली डिजियोको तपाईले वेबसाइटमा पुग्न सक्नुहुन्छ। अब तपाईले यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ। मेन इन्टरफेसमा यहाँ फिफा वर्ल्ड कप 2026 सिजन पास हेर्न सक्नुहुन्छ। अब यहाँ तपाईले प्लेमा क्लिक गरिदिनु होला। प्लेमा क्लिक गरिसकेपछि अब तपाईहरुलाई यहाँ डिजियोमा तपाईले फर्स्ट एप्पल अकाउन्ट बनाउनु पर्ने हुन्छ। तपाईले पहिलो पटक प्रवेश गर्दै हुनुहुन्छ भने यहाँ तपाईले आफ्नो इमेल, फोन नम्बर, फेसबुक अथवा तपाईले आफ्नो मोबाइलको जीमेल आईडी कुनै एउटाबाट तपाईले यहाँ अकाउन्ट बनाउनु होला चुज गरेर। मैले जस्ट यहाँ आफ्नो मोबाइलको जीमेल आईडीबाट मैले जस्ट यहाँ अकाउन्ट बनाउँदै छु। तपाईहरु पनि कुनै एउटा चुज गरेर तपाईले डिजियो एपमा अकाउन्ट बनाउनु होला। यसरी साथीहरु तपाईले सेलेक्ट गरिसकेपछि एकछिन लोडिङ प्रोफाइल हुन्छ। तपाईले जस्ट यहाँ हेर्न सक्नुहुन्छ लोडिङ प्रोफाइल भइरहेको छ र त्यसपछि हेर्न सक्नुहुन्छ अकाउन्ट खुलिसकेको छ। अब साथीहरु अकाउन्ट खुलिसकेपछि अब त्यहाँ मेन इन्टरफेसमा आएर तपाईले प्लेमा क्लिक गर्नु होला। प्लेमा क्लिक गरिसकेपछि अब साथीहरु तपाईले विभिन्न प्लानहरु हेर्न सक्नुहुन्छ। पहिलो नम्बरमा रहेको छ साफ वुमेन च्याम्पियनशिप 2026। यसमा साथीहरु तपाईले केही नगर्नु होला। तपाईले दोस्रो नम्बरमा फिफा वर्ल्ड कप 2026 सिजन पास हेर्न सक्नुहुन्छ। 979 रुपैयाँ रहेको छ र यसमा साथीहरु दुईवटा डिभाइसमा लिमिट छ। तपाईले दुईवटा डिभाइसमा तपाईले चलाउन सक्नुहुन्छ। अब साथीहरु तपाईले के गर्नु होला भने तपाईले यसमा सिलेक्ट गरिदिनु होला। तपाईले जस्ट यहाँ साथीहरु यसमा तपाईले सिलेक्ट गरेर तलतिर तपाईले स्क्रल गर्नु होला। यसमा विभिन्न कुरा दिएको छ, तपाईले रिड गर्न सक्नुहुन्छ। यसमा सिलेक्ट गरेर तपाईले तलतिर स्क्रल गर्नु होला। अब तलतिर तपाईले पेमेन्ट मेथड सिलेक्ट गर्नु होला। तलतिर तपाईले खल्ती, ई सेवा, कनेक्ट आईपीएस त्यस्तै तपाईले भिसा, मास्टर कार्ड हेर्न सक्नुहुन्छ। अब तपाईले जुनबाट गर्न चाहनुहुन्छ त्यो तपाईले सिलेक्ट गर्नु होला। यहाँ तपाईले खल्तीबाट गर्न चाहनुहुन्छ भने खल्ती सिलेक्ट गर्न सक्नुहुन्छ। त्यस्तै ई सेवाबाट गर्न चाहनुहुन्छ भने ई सेवा सिलेक्ट गर्न सक्नुहुन्छ। मैले जस्ट ई सेवा सिलेक्ट गरेको छु। अब तलतिर तपाईले कन्टिन्यू पे विथ ई सेवामा तपाईले तलतिर रहेको सबैभन्दा तलतिरमा तपाईले क्लिक गरिदिनु होला। अब प्रोसेसिङ भइरहेको छ। अब त्यसपछि साथीहरु तपाईले यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ। अब तपाईले आफ्नो ई सेवा आईडी को मोबाइल नम्बर र एमपिन राखेर तपाईले यहाँबाट लगइन गरेर तपाईले पे गर्न सक्नुहुन्छ। र साथीहरु तपाईले पे गरिसकेपछि अब तपाईले के गर्नु होला भने तपाईले ब्याक आउनु होला। अब तपाईले यसको सब्सक्रिप्सन लिनु होला। सब्सक्रिप्सन लिइसकेपछि अब तपाईले आफ्नो मोबाइलको प्ले स्टोरलाई ओपन गर्नु होला। प्ले स्टोरलाई साथीहरु ओपन गरेर तपाईले सर्चमा क्लिक गरेर तपाईले डिजियो एप सर्च गर्नु होला। डिजियो एप सर्च गरिसकेपछि तपाईले स्क्रिनमा देखिरहेको यो डिजियो एप इन्स्टल गर्नु होला। साथीहरु यो डिश मिडिया नेटवर्कको एप्लिकेसन हो। तपाईले यो एप्लिकेसनलाई इन्स्टल गर्नु होला र त्यसपछि तपाईले आफ्नो मोबाइलमा यो डिजियो एप्लिकेसनलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि अब साथीहरु तपाईले जुन अघि इमेल आईडीबाट जुन अकाउन्ट बनाउनु भएको थियो त्यही इमेल आईडीबाट यहाँ अकाउन्ट बनाउनु होला अथवा नम्बरबाट र त्यसपछि तपाईले सजिलै फिफा वर्ल्ड कप 2026 तपाईले लाइभ नेपालबाट नै आफ्नो मोबाइलबाट तपाईले हेर्न सक्नुहुन्छ। त साथीहरु तपाईहरुले यो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। हवस्, धन्यवाद।